साथीहरु सबैजना नमस्ते एन्ड वेलकम टु माई न्यू भ्लग। आई होप कि हजुरहरु सन्चै हुनुहुन्छ। म पनि एकदम सन्चै छु। अनि इट्स मिसेस नलिकम। आज मेरो बहिनीको बर्थडे, त्यसको लागि मैले आज न्यू भ्लग लिएर आइरहेको छु। र आज चाहिँ मेरो बहिनीको बर्थडे भएको हुनाले म चाहिँ मेरो बहिनीको लागि बुके बनाउन जाँदैछु र त्यसको लागि मैले आज हजुरहरुलाई भ्लग देखाउँदैछु कि मैले बुके कसरी बनाएँ भनेर। र यो टिकटकमा पनि मैले हालेको थिएँ कि बुके बनाएको, तर मैले फुल हालेन कि यतिकै फुल भिडियो हालेन कि यतिकै बुके बनाएर टिकटक मात्रै बनाएको थिएँ। र अहिले चाहिँ म फुल मैले रेकर्ड फुल लिएर भिडियो सबै देखाउने छु क्लासहरूको सबै हजुरहरुलाई। देखाउँदैछु। र त्यतिबेलासम्म हजुरले लाइक शेयर सब्स्क्राइब गर्न नभुल्नु होला, भिडियोलाई अन्तिमसम्म हेर्नु होला। र मैले आज नानीको बर्थडे कसरी मनाउँछौँ, कसरी सेलिब्रेट गर्छौँ भनेर नि हजुरलाई देखाउनेछु। र अहिले म बुके बनाउँदैछु, बुके बनाएको हजुरलाई फुल भिडियो देखाउनेछु। यसको लागि सबै फुल भिडियो हेर्दैन। मेरो लागि चाहिँ बुके बनाउनको लागि यति नै सामान चाहिन्छ। हजुरले कति युज गर्नुहुन्छ, मैले कलर अनि पेपर र सिजर टेप अनि यसमा चाहिँ गम छ र यो सब युज गरेर बनाउँदैछु। र मेरो भाइले पनि बनाउँदैछ। परमिसनमा चाहिँ मैले यसमा मैले फुल बनाउनुको लागि अनि यसको लागि बर्थडे पनि यसमा गर्छु अरे। अनि अब यसलाई चाहिँ म सर्कलमा चाहिँ राख्दैछु। यिनीहरूलाई पनि सर्कल राख्दैछु र फ्लावर राउन्डको लागि मैले चाहिँ नानीहरू नआउँदै बनाइसकेँ नानीको। अहिले पनि के बनाइसक्यो मैले कम्पास बनाइसकेँ। कम्पास युज गरेर मैले यहाँ आकार बनाउन सिकेको आकार हेर्दै जानु है। पहिलाले आकार बनाउँछु। यतिको आकार बनाइदिन्छु। यस्तै मैले चाहिँ फुल पनि बनाइसकेँ। बनाउन धेरै टाइम लाग्यो कि अनि फुल बनाइसकेँ र मैले यो पनि गराइसकेँ भित्रको। तर कलर चाहिँ लागेको छैन र म कोसिस लगाउँछु कलर चाहिँ म चाहिँ बनाइसकेँ। र यतातिर चाहिँ मम्मीले बर्थडेको लागि रोटी हाल्दै हुनुहुन्छ। ठुलो मम्मी चाहिँ बेल्दै हुनुहुन्छ भने मम्मीले चाहिँ पकाउँदै हुनुहुन्छ। र उतातिर चाहिँ अर्को कोठामा मेरो बहिनीहरूले कि टिभी हेर्दैछन् मेरो बहिनी भाइले। अनि अर्को कुरा मासु भुट्नको लागि पहिला मम्मीले तेल हालेर प्याज हालिसक्नु र भुट्दै हुनुहुन्छ। अनि टमाटर मलाई दिँदै हुनुहुन्छ कि मलाई धोएर काट्ने भनेर भन्दै हुनुहुन्छ। अनि म चाहिँ गएको धुन डाँडामा। अनि मैले चाहिँ धोएर आइसकेँ। अनि अब काट्ने तयारीमा पहिला चाहिँ माथिको टमाटरको माथिको फाल्नु पर्यो। त्यस पछाडि म चाहिँ लाग्छु अनि काट्नतिर। र मैले चाहिँ बुके बनाउन पाएन किनकि मेरो घरमा यस्तै काम भयो, त्यसैले आधा मात्र बनाएँ, पुरै बनाउन पाएन। अर्को भिडियोमा चाहिँ जसरी भए पनि ल्याउनेछु मैले बुके। अनि मैले टमाटर काट्दैछु र टमाटर पनि काटिसक्यो, तयार भइसक्यो टमाटर। र यतातिर चाहिँ मासु भुट्दै हुनुहुन्छ। अनि ठुलो मम्मीले चाहिँ चलाउँदै हुनुहुन्छ र साथसाथै मसला पनि रेडी पारिसक्नु भएको छ सिलौटामा। यो चाहिँ गाउँको ढुङ्गाले बनेको सिलौटो। र हाम्रो आन्टी पनि केक लिएर आइसक्नु भयो। यिनकै हो बर्थडे मेरो बहिनीको। अनि आन्टीले चाहिँ ह्याप्पी बर्थडे भन्नुभएको थियो कि नानीले नमस्ते पनि गरिन् र थ्याङ्क यू आन्टी पनि भनिन्। अनि मैले पनि नमस्ते भनेँ आन्टीलाई। अनि माइजी पनि आउनु भइसकेको थियो र सिरियलले चाहिँ नानीको हेयर स्टाइल बनाइदिँदै थिइन्। र त्यसै गरेर मैले चाहिँ गोपी र खुर्सानी पखालेर काट्दैछु। र उतातिर चाहिँ बहिनीले मलाई ओहो युट्युबर भ्लगर भन्दै खिचाइरहेकी थिइन्। गोप चाहिँ मैले काट्दैछु। र मैले चाहिँ आज देखाउन पाएन। अब यहाँ बर्थडेमा तयारी पनि गर्दैन, रात पनि परिसकेको थियो। मैले चाहिँ आधा भिडियो बनाउन पाएन कि मेरो क्यामेरा के भएको थियो कि एक्कासी कि गर्नै मिलेको थिएन कि खिच्नै मिलेको थिएन।
त्यसैको कारणले गर्दाखेरि मैले चाहिँ बिचको देखाउन पाएन र अरू पछाडि बर्थडे मनाउनको लागि चाहिँ त्यही बेलासम्म चाहिँ बनिसकेको थियो क्यामेरा। त्यसैले मैले फेरि यो भिडियो बनाउन सुरु गरिहालेँ। अझै बाबु मेरो बहिनी बर्थडे गर्ल कि एकदम एक्साइटेड भइरहेका थिए कि भाइ यसको मेरो ठुलोमम्मीको छोरो हो चाहिँ, तर ऊ पनि धेरै एक्साइटेड भइसकेको थियो र यहाँ पनि बत्ती बलिसक्यो। चाहिँ बत्ती बन्द गर्नुहोस् भन्दै छिन् बहिनीले। बत्ती पनि बन्द भइसक्यो। अब चाहिँ खोज्छ बत्ती। यसै गरी अब केक काट्नको लागि चाकु पनि त चाहियो, तर उताबाट चाहिँ चाकु नै ल्याउन भुल्नु भइसक्यो। चाकु नै हाल्न भुल्नु भएछ त्यहाँले। अनि यहाँ चाहिँ घरकै चाकुले काटौँ भन्नुभयो र अहिले चाहिँ चाकु ल्याउन जानुभएको छ। अनि म चाहिँ यतातिर क्यामेराम्यान भइसकेपछि थियौँ।